भारतमा एउटा आइफोनको कारणले एउटै परिवारका 3 जना परिवारको एउटै ज्यान भएको छ। हेरौँ त यति बेला यो समाचारले विश्व नै स्तब्ध बनाएको छ। भारतमा एकजना 18 वर्षका युवाले नयाँ आइफोन किनिदिन आफ्नो बुवालाई अनुरोध गर्छन्, तर बुवाको आर्थिक अवस्थाले नयाँ आइफोन किन्न नसक्ने अवस्था भइसकेपछि उनले आत्महत्या गर्ने निर्णय गर्छन्। अन्ततः बुवाले उनलाई बचाउन खोज्दा बुवा र छोरा यसरी त्यहाँबाट खसेर उनीहरूको निधन हुन्छ। श्रीमान र छोरा यसरी खसेको देख्दा देख्दा आमाले पनि यसरी त्यहाँबाट हाम फालेर आत्महत्या गर्छन्। यति बेला यो घटनाले विश्व नै स्तब्ध बनेको छ। हेरौँ त यो दृश्य, आखिर एउटा आइफोनले एउटै परिवारका 3 जना परिवारको एउटै ज्यान बनाएको छ।